रासोपामा बालेन शाहको कोटाबाट सांसद बनेका कृष्ण कुमार कार्की, जसको पृष्ठभूमि नै गुण्डागर्दी थियो, जेनजी आन्दोलनमा भदौ 24 गते घुसपैठ गरेर खरानी ग्याङमा सामेल भए र संसद भवनमा आगो लगाउन संलग्न बने। तिनै खरानी ग्याङका सदस्यलाई बालेन शाहको कोटाबाट रासोपाका लागि मोरङ क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बने। उम्मेदवारी टुङ्ग्याउने बेला पनि रासोपामा रवि लामिछाने समूहले यस्ता व्यक्तिलाई टिकट दिन नहुने दबाब दिएको थियो, तर बालेनको हटका अघि कसैको केही चलेन र टिकट हत्याएरै छाडे। अन्तत रासोपाको भलबाडीमा चुनाव पनि जिते। कांग्रेसका प्रभावशाली नेता डाक्टर मिनेन्द्र रिजाल, एमालेका दिलीप कुमार बगडिया जस्ता उम्मेद्वारहरूलाई सहजै पराजित गरी सांसद बन्न सफल भए। आज यिनै सांसदको एक गम्भीर काण्ड सार्वजनिक भएको छ। जनास्था.com का अनुसार एक नाइजेरियन युवतीलाई प्रेममा पारेर करणी गरी गर्भवती बनाएर सम्पर्क विहीन बनेका छन्। जनास्थाले लेखेको छ, सांसद कृष्ण कुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित उनी नाइजेरियन महिलालाई गर्भवती बनाएर बेपत्ता भएका हुन्। गर्भवती अवस्थामा रहेकी 26 वर्षीय रिता अजुकोले आफूसँग खाने पैसा समेत नभएको गुनासो पोखेकी छिन्। ठमेल बस्दै आएकी अजुको र कार्की लिभिङ रिलेसनसिपमा थिए। उनका अनुसार आफ्नो चाहना नहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन्। गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन्, तर कार्कीले त्यसो गर्न दिएनन्। त्यसपछि उनले यस्तो कुरा नगर, मलाई रुन मन लाग्छ लगायतका मेसेज पठाएर र इमोसनली ब्ल्याकमेलिङ गरेर गर्भ फाल्नबाट रोके। आफू बुबा बन्न लागेको थाहा पाएर धेरै खुसी भएको लगायत उनले लेखेको मेसेजहरू जनास्थाले फेला पारेको उल्लेख गरिएको छ। जनास्थाका अनुसार अजुको पेट बढ्दै गएपछि कार्की टाढिएका थिए, फोन उठाउन र मेसेजहरूको रिप्लाई गर्न छाडेका थिए। त्यसपछि अजुकोले नेपालमा भएको साथीलाई सम्पर्क गरिन् र नेपाल आइन्। डेलिभरी हुने दिन नजिकिएपछि अजुको तनावमा छिन्। आफ्नो सन्तानलाई कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ। यो समाचार बाहिरिएपछि अहिले सांसद कृष्ण कुमार कार्की संसद भित्रबाटै बेपत्ता भएका छन्। आज उनले संसदमा बोल्नका लागि नाम पनि टिपाएका थिए, तर सामाजिक सञ्जालमा आफ्नो काण्ड भाइरल भएपछि कार्की सुइकुच्चा ठोकेका छन् संसद भवन भित्रबाटै। जबकि पालो आएपछि सभामुख डीपी अर्यालले कृष्ण कुमार कार्कीलाई बोल्नका लागि 3 पटकसम्म नाम लिएका थिए, तर बैठक कक्षमा कतै पनि कार्की नदेखिएपछि सभामुखले अर्का सांसदलाई बोल्न समय दिएका थिए। अहिले कार्कीको मोबाइलमा फोन त लाग्छ, तर रिसिभ हुन्न। आखिर को हुन् त कृष्ण कुमार कार्की? कृष्ण कुमारको सुरुवाती पृष्ठभूमि गुण्डागर्दी हो। 2066-67 सालतिर उनी गुण्डा नाइके दिनेश अधिकारी चरीको ग्याङमा थिए। प्रहरीको इन्काउन्टरमा अधिकारी 2071 सालमा मारिएपछि उनी जापान भासिए। लामो समय जापान बसेर 2082 सालको सुरुवाततिर नेपाल फर्किएका थिए। त्यसपछि भदौ 24 मा सिंहदरबार जलाउन आइपुगे, संसद भवन जलाउन पुगे। पछि रासोपाले टिकट दियो, सांसद बने। हेर्दै गुण्डागर्दी शैलीका देखिने कृष्ण कुमार कार्कीको यो काण्डले पुनः रासोपालाई अर्को तहको झट्का दिएको छ। उनको यो अनैतिक प्रकरण कानुनी रूपमा